जय मसीकी सबै प्रियहरूलाई आज चाहिँ म यो सानो भिडियो क्लिप गर्न गइरहेको छु। अन्यथा नलिनुहोला, किनभने मलाई जो प्रभुले आशिष दिनुभयो एउटा सानो घर निर्माण गर्ने 2018 सालदेखि लिएर आजको यस घडीसम्म प्रभुले सबै कुरामा आशिष दिनुभयो, सहायता गर्नुभयो। त्यसको लागि प्रभुलाई धेरै धेरै धन्यवाद। साथै यो तल देखिरहेको चाहिँ हाम्रो योनिसी हाउस अफ वर्शिप नामथाङ साउथ सिक्किम इन्डिया। र अब म सानो भिडियो क्लिप गर्न गइरहेको छु। यो चाहिँ मेरो टेरिस हो। यहाँ माथि हाम्रो केबी भेनाको घर हो, हाम्रो मती नाना र भेनाको घर। अनि यो मेरो टेरिस। यो पर देखिएको चाहिँ नामथाङ हो। अनि यहाँबाट दार्जिलिङ कालिम्पोङ देख्छ। तर आज कारणवश यो धुम्मेको कारणले केही पनि क्लियर भिजिबिलिटी छैन। र यहाँ तल देखेको चाहिँ रम्फू अनि यता सिमताङ पनि देख्छ। आज यो धुम्मेको कारणले देखेको छैन। र गान्तोक पनि क्लियर देख्छ, कञ्चनजङ्घा क्लियर देख्छ। यता हाम्रो योनिसी चर्च। अनि यहाँ तल हाम्रो माइकल बडा जो प्रभुमा सुत्नुभयो उहाँको घर, सानो कटेज। र बादमा युनिस बहिनीलाई पनि प्रभुले लानुभयो। र आज उहाँहरू लोइस, ज्वाइँ सोलोमन र बडी मात्रै हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो बेन्जामिन जो घर हो। अनि यो मेरो टेरिस। यहाँ तल देखिने चाहिँ हाम्रो यो अप्पर काभ्रे लरनागी। तल देखिएको चाहिँ हाम्रो मूल घर, जो यो लिङ्क रोडबाट गयो भने सिधै घर आँगनमै जान्छ गाडी पनि। र हाम्रो इरातस कान्छाले बनाएको। र अब म इन्ट्री भइरहेछु। यो चाहिँ टेरिस आउने बाटो, सिँढी ओह्रालो। र यहाँ पुष्पाले एकदम मेहनत गरेर फुलहरू रोपेको छ। यो टेरिस जाने सिँढी। र यसरी नै यहाँ बरन्डा। यो पनि बरन्डा। यो उता पर सडक चाहिँ नाम्ची जाने, साथै यो लेफ्टपट्टि गएको चाहिँ र नाम्चीपट्टिबाट गाडी पनि गान्तोकतर्फ आइरहेको छ। अनि यो उकालो लेफ्ट जाने चाहिँ आस्था चिरञ्जीवी। अब यो टुरिज्मको प्रोजेक्ट बनिरहेको छ। टाटाहरू गाडीहरू कुदिरहेछ। यो चाहिँ हाम्रो बरन्डामा जाने एउटा डोर छ। अन्त यो रुम हाम्रो ड्रइङ रुम, सिटिङ रुम जे भने पनि यहीँ नै छ। यहाँ हाम्रो सानो पुस्तकालय बनाएको छौँ। यहाँ हाम्रो किचन पनि छ। यो हाम्रो डाइनिङ टेबल, साथै यहाँ सानो यो हाम्रो पुष्पको सानो दिमाग। यहाँ लेम्बल छ। यहाँ फ्लावर भास। यहाँ सानो सोकेस।
किचन किचन यहाँ किचनको चिम्नी भेट एयरको वाटर फिल्टर गिजर पनि छ यहाँ भाँडाकुँडा धुने अब हामी बुढाबुढीको रुम देखाउन गइरहेको छु यहाँ पुष्पाले अनलाइन मगाएको ऊ आफै टाँसेको हाम्रो बुढाबुढीको ओछ्यान रेडी टु स्लिपमा छ यहाँ हाम्रो राति इमर्जेन्सी राति युज गर्ने टोइलेट सानो यहाँ हाम्रो एट्याच दराज अब अजिएलको भने पनि ग्रेसको भने पनि यहाँ हामी रुम देखाउन गइरहेको छौँ यहाँ अहिले यहाँ चाहिँ अलिकति मेरो यो लुगा राखेको छु लाइट बन्द पर्यो लाइटले धेरै असर देख्यो यो फ्यान यहाँ बेड छ यहाँ अलिकति फेरि छ दराज यो प्यासेज बाथरुम देखाउन गइरहेको छु यहाँ वासिङ मेसिन यो ओह्रालो जाने सिँढी वाशरूम माथि गिजर राखेको छ